फेरि अर्को नर्सरीतिर गएँ, बोन्साई नर्सरी। हाम्रो यो चाहिँ सबैभन्दा पुरानो बोन्साई नर्सरी भनेको चाहिँ मैले उहाँको हेर्नु, यो मेहनत हेर्नु, यो एरियल रुट हो, माथिबाट आएको जरा यस्तो आमामा ल कम त दामी छ। यो पनि त्यस्तै छ, योभन्दा यो कति राम्रो छ। बोन्साई भने यस्तो के ल, यस्तो गर्दा नि मर्दैन ल, यस्तो छुट्टै बनिसक्यो क्या, दामी। यहाँ पनि त्यस्तै छ। यो कति राम्रो बनाएछ नि, यो तार जस्तो। यसको यत्रो सानो छ, यति ठुलो हुन्छ क्या पछि। जति धेरै त्यस्तो राम्रो बन्यो त्यति धेरै पैसा। यो धेरै बन्दैछ। यो कति राम्रो बेगमबेली कति राम्रो छ। यो पिलखन काप्रो पिलखन भन्छ है दाइ यसलाई। यो बर यस्तो दामी छ है बर, 50,000 दिँदा नि नदिएको बर है दाइले। यो काप्रो पनि काप्रो। यो काप्रो चाहिँ धेरै रहेछ नि दाइ हजुरको, काप्रो धेरै रहेछ नि। जब मुड अफ हुन्छ, झ्याउ हुन्छ, अनि यसो बोन्साई नर्सरी अर्को नर्सरी गयो, हेरेँ अम्बाको बोटहरू। यो 1 किलोवाला अम्बा हो, मैले एउटा खाइसकेँ टिपेर। अहिले छ भने ल, खाइसकेँ एउटा टिपेर। दाइले यहाँ बनाउँदै हुनुहुन्छ। त्यहाँ झन् कति धेरै अम्बै अम्बा छ है। यो अहिले अब यस्तो पुस माघमा पनि अम्बा। यो पनि बोन्साई बनाउन रेडी। यसरी काटेको हुनुहुन्छ, यहाँ जोड्दै हुनुहुन्छ। कति हो कति हो। यो बोन्साई त एउटा आर्ट हो के। यो पनि बनाउँदै हुनुहुन्छ यसरी उखालेरै। कति लाखौँ रुपियाँ पर्छ त बोन्साई त, हजारौँ रुपिस भनौँ न। फाइकस पान्डा झरेछ दाइ, कागा त्यहाँ कति धेरै फलेको ल। बेगमबेली आहा आमा कत्रो झरेछ नि ल। अम्बा झरेको ल हेर्नु त, आमामा 1 किलो अम्बा ल। 1 किलो अम्बा भने यही हो। यो झन् कस्तो मलाई मेरो फेभरेट हो क्या यो चाहिँ। अर्को पनि थियो बेचे है तपाईँले, बेच्नुभयो है। ठिक गर्नुभयो, राखेर के गर्नु है। कति माया लाग्छ तर उयो झन्, त्यो झन् कस्तो राम्रो भयो त्यो बोन्साई ल। 20,000मा बेच्नुभयो, ठिक गर्नुभयो। सातिर पनि बन्दैछ। यो त मलाई सबसे मन पर्यो बेगमबेलीको। यो पनि यहाँ हेर्नु ल, यो झन् सबै अर्किडै अर्किड, जङ्गली अर्किड। ओ बा उतातिर पनि बोन्साई, सबै बोन्साई बनाउँदै हुनुहुन्छ क्या दाइ हजुरले। ओमा क्यातुकीको अघि पनि बोन्साई, यो पनि बोन्साईहरू सबै। यिनीहरूलाई मल के हाल्नुपर्छ दाइ हजुरले, के हाल्नुहुन्छ? फुल फुलाउनलाई पोटास हाल्नु रे हो, भर्मी कम्पोस्ट, गाईको मल। कम्ता छ यत्रो यत्रो ल। यो उचाल्नै कति गाह्रो हुन्छ। धेरै छ दाइ, धेरै मिहिनेत, धेरै मिहिनेत गर्नुहुन्छ हजुरले। यसलाई पनि बोन्साई बनाउनलाई यहाँ झिकेर यसरी जमिनसँग टचमा राख्नुहुन्छ। यो मामा यो कत्रो बोन्साई। अब यो चिसोले कति ट्रेन्ड भइसक्यो है यो त, बाफ्रे बाफ्रे। यहाँ हेर्नु चराको गुँड अझ धेरै देखाउँछ है, भित्र झन् कति धेरै छ यहाँ। ल यो पनि दाइले आफैले बोलाउनुहुन्छ यस्तो। धेरै पहिला सिक्नु भएको रे क्या। यो झन् कस्तो दामी छ ल, दाइको सबै बोन्साई। यो झन् कस्तो दामी छ। यो त स्वामीको, यो फाइकसको, फाइकस रे के अरे यो त। कति हो कति हो, कति दिन लाग्छ दाइ यो बनाउन? कति वर्ष भइसक्यो है। दिनमा एउटा बनाउन सकिँदैन है, कति गाह्रो पो हुन्छ त्यो त। यो गमला नि आफै बनाउनुहुन्छ कि, कति मिहिनेत आम्मालाई हेर्नु। बाफ्रे यो झन् कस्तो दामी रहेछ दाइ। यो लाखौँको बोन्साई छ, लाखौँको दाइको घरमा। आमामा त्यसलाई कति राम्रो बनाउनु भएको छ यसलाई पनि। यो झन् कस्तो राम्रो होइन। यो सफ्लेराको बोन्साई कति ठुलो। यो त स्ट्यान्डर्ड टाइपको भएछ, माथि गएर पो झुपुक्क भएछ।
यसलाई नि सप्लेरा हो के हो यो दाइ यो अर्कै टाइपको सप्लेरा है यो जस्तै हो ठुलोवाला खोकी लगाइरहेको छ डन्ट माइन्ड कति राम्रो छ कति राम्रो छ कता कता कला कति हो यो झन् कस्तो दामी त्यो त काँडा छ है यो काँडावाला गोच्छ त्यो त यो झन् कति दामी एक ल यो गमलाहरू नि बनाउन कति टाइम लाग्छ है ल पिपलको बोट यो झन् कस्तो दामी भएछ पान्डावाला पान्डाको यो नेचुरल बोन्साई ल जोडेको होइन कि जोड्दाखेरि पनि जोडेकोमा आउँछ नि त अहिले यहाँ कति दामी ल जुनमा नि हजुर यो एरियल लोड चाहिँ ठ्याक्कै छुँदो रहेछ यो सप्लेराको चाहिँ कति वर्षमा आउँछ एरियल लोड कति हो कति है धेरै वर्षको त्यो त्यस्तो सानोमा आउनलाई बहुत टाइम लाग्छ यो त झन् कति राम्रो भएछ नि बाफ्रे यो स्वामी त खतरा भएछ त यो त मजाले भयो है यो कागती पनि बोन्साई हो क्या हो त नि ए बोन्साई भएर चाहिँ त्यस्तो बाक्लो फल्यो त्यस्तो फल्दो रहेछ बाक्लो बोन्साई हो भने यस्तो बाक्लो फल्दो रहेछ ल बाफ्रे बाफ्रे जे पनि बोन्साई नि सोच्नुहुन्छ होला यो बोन्साई त चाहिँ फल्या फल्या गर्छ हो र जेडहरू कस्तो दामी रहेछ ल भन्दैछ सबलाई ल यो पनि बोन्साई यस्तो प्लेटमा यो पनि ल कस्तो आइडिया यो त दाइको छहरा पहरा भइगयो डिजाइन गर्नुहुन्छ यो नि अरू के भन्छ यहाँ नि थियो त यहाँको एउटा ठुलो थियो त भन्छ उयो रहेछ अझ त्यसलाई त सब काटिदिनु भएछ हजुरले ओहो यहाँ चाहिँ कति राम्रो छ स्पेसल्ली फाइका उसको मात्रै बढी रहेछ क्या सप्लेराको है अन्त अरू पनि छ सबैभन्दा धेरै बाँच्ने हो पिपल र बर पनि होला नि बर पिपल कति दामी छ ल बाफ्रे सबै रुटबाट मात्रै टेकेको छ क्या जराले मात्रै ल जराहरू सबै यहाँ चाहिँ यो कट गरेछ जरा हजुर खै हजुरको त है यो त झन् कति राम्रो रहेछ ल यो त झन् पुरानो कति ओल्ड बाफ्रे पलाउनु थाल्यो पलाइहाल्छ नि दाइ अब जाडो सकिने बित्तिकै राम्रो हुन्छ त्यो ल सबै ल यता पनि बोन्साई यो त फुल्ने होइन भने के फुल हो यो ए कामिनी पनि ऊ ड्रप भएर आइट होइन अर्को रहेछ ठुलोमा ओ बा यसको पनि बोन्साई कस्तो दामी भएछ ल यो फुलेपछि त कम त दामी देखिन्छ त यो त सबै दाइ यो त बनाउँदै रहेछ त काटकुट गरेर यो त कस्तो दामी लाग्यो है यो ल माई गड ल खतरा यो पनि बर कति खतरा रहेछ बाफ्रे यता जेट बोन्साईहरू ऊहरू अर्किडलाई त कसरी बाँधेर राख्नु भएको दाइ यो अर्किड भान्डा अर्किड जस्तो तर होइन रहेछ सबै छ ल दाइको सबै अर्किडहरू बेच्नु त पर्छ नि सप्लेरा होइन कति सप्लेरा के अरे यो मोन्स्टेरा कति धेरै बोन्साई नै बोन्साई हब हो के दाइको त बोन्साई मात्रै छ पिपल कस्तो दामी बनाएको छ पनि बोन्साई यो पनि दामी छ दाइ पिपल यो फलेछ यो त फलेर खान मिल्छ नि दाइ यो मोन्स्टेराको फल खाँदो रहेछ त मान्छेहरूले सप्लेरा यो उसको बोन्साई यो पनि कति दामी बनिसकेछ फाइकसको यस्तो फाइकस एउटा मेरो मर्यो यस्तो दामी भएछ ल बोन्साई भने यस्तो हुन्छ क्या ल उचाल्नु त दाइ हजुरले यहाँ माथि समातेर उचाल्नु त यसमै समातेर उचाल्दा नि ल तल बाँडे हुन्छ ल कति दामी ल दाइलाई पनि कि चाहिँ उहाँ चाहिँ एकदम पुरानो बोन्साई बनाउने मान्छे हुनुहुन्छ आफ्नै नर्सरी बनसन बाहिर के राख्नुहुन्न उहाँले यो आइडिया ल यो झन् कति दामी आमामा ल यो यत्रो यो छ नि यो प्लेटमा ल उचाल्नु त हजुरले फेरि एकचोटि ओ भा तल पछाडि बाँधेर चाहिँ बाँध्नु चाहिँ तर कति राम्रो कति पर्छ दाइ यसलाई 8-10 हजार है ल मेहनत लाख करोड अस्ति 15,000 पनि बेच्थेँ है मलाई मन पर्यो यो झन् कति दामी आहा ल
नबानी चाहिँ हुँदैन नबानी चाहिँ हुँदैन है जसको दामी बस्थ्यो झन् ल यस्तो छ यो बोनसाई थाहा हुनेलाई मात्रै हो कि चिज है दाइ आएपछि त्यो देखेपछि उनीहरूले होइन भावै गर्दैन कि हो कति गरेर गइहाल्छ यो कहाँ छ भन्यो भने त फेरि यो बोनसाई ऊ त यो ठ्याक्क यो यातायात अफिसबाट 50 मिटर माथि र ट्याङ्की पानी ट्याङ्की भन्ने ठाउँनि र 50 मिटर जति होला है दाइ माथि हाम्रो राई दाईको बोनसाई ल त्यो झन् कस्तो दाम भएको होइन बाफ्रे 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 बाफ ल कुनै छैन यहाँ अब बुद्धको ठ्याक्क राखिदिनु त कम्ती दामी एउटा बुद्धको स्ट्याचु यहाँ ठ्याक्क राखिदिनु जुनसुकै शिव बुद्ध परमेश्वर सबै राखिदियो हुन्छ यहाँ हेर न जराले मात्रै हो रुट ओहो हो यो जरा मात्रैको है त्यसको मेन ब्रान्चै छैन नि मेन ब्रान्चै रहन्छ हो त यो काटिसक्यो हो हो निकालिसक्यो कस्तो दामी आम्मामा जरा मात्रै है कस्तो मेहनत आम्मामा त्यस्तो यहाँ थुप्रो त्यस्तो थुप्रो छ अरे दाइले थुप्रो बनाइराख्नु भएको छ ल अब यो हेरेर खिचेर नि नसकिन्छ यहाँ यो ढल्ला दाइ फेरि कति राम्रो भएको यो चाहिँ कट पनि गरिसकेको छ यो झन् कस्तो दामी यो पनि ब्रान्च मात्रै हो यिनीहरू चाहिँ कति पर्छ त्यस्तै हो 9-10 हजार 9-10 हजार रे ल यहाँनिरको यो के छ नि यो जराले मात्रै टेकेको ल यति जरा बनाउन कति धेरै मेहनत लाग्छ है दाइ कति वर्ष लाग्छ कहिले मैलेको यो दाइले फेरि यति माया गरेर राख्नुहुन्छ नि बाबा नेचुरल होइन बाफ्रे बाफ्रे यो यो त झन् राम्रो छ दाइ आहा हेर्नु त यस्तो मलाई त बोनसाई नै आजकल त मलाई त बोनसाई नै मनपर्छ नि प्लेटै चाहिँ कति प्लेटमै छ भने यत्रो प्लेटमा पनि बाँचिरहेको सर्भाइभ भइरहेको पनि छैन है 2 इन्च पनि छैन यो त धेरै पर्छ होला यो त पोट पनि ठुलो छ कति कति है हजुरले सबै त्यो त्यस्तै हो सप्लायरहरू जम्मै त्यस्तै छ ओब्बा